गल्ती छ। ल हेर्ने सबैजनाले हेर्ने, हामी अहिले बनाउने वाला छौँ क्वेश्चन नंबर 1 को सी नंबर 1 को सी नंबर क्वेश्चन बनाउने वाला छ। हामीले भनेको छ फाइन्ड द मिड पोइन्ट अफ द लाइन सेगमेंट एबी इन द फलोइंग केस। मतलब यो भन्ने एउटा लाइन सेगमेंट छ, यहाँदेखि यहाँसम्म एउटा लाइन सेगमेंट छ। यो लाइन सेगमेंटमा ए भन्ने पोइन्ट, यो पोइन्ट जुन छ नि यो पोइन्ट भयो ए भन्ने पोइन्ट छ तिम्रो कति 4/3 कमा 5/2। अर्को पोइन्ट नेक्स्ट पोइन्ट बी भन्ने पोइन्ट, यो बी भन्ने पोइन्ट कति छ तिम्रो 2/3 र 7/2 हो। 2/3 र 7/2 यो पोइन्ट भयो बी। अब हामीले भनेको के छ क्वेशनमा, यो लाइन सेगमेंट एबी भन्ने लाइन सेगमेंट को मिड पोइन्ट यानी कि बिचको पोइन्ट, यो मिड पोइन्टलाई हामीले निकाल्ने हो। यो मिड पोइन्टलाई हामीले एजुम कति गर्ने पी, हामीले पी एक्स वाई एजुम गर्छौं। बुझिरहेको सबैजनाले? ल हामी हिसाब बनाउन सुरु गर्यो। सोलुसन लेट पी एक्स वाई be the mid point of line segment AB respectively। मतलब यो पी एक्स वाई भन्ने जुन पोइन्ट छ यो के छ, लाइन ए र पोइन्ट ए र पोइन्ट बी को मिड पोइन्ट रहेको छ। यति कुरा। अब अगाडि हामीले भनेको छ मिड पोइन्ट भने हामी यसको मिड पोइन्टको फर्मुला के हुन्छ दिपिका, के हुन्छ भन्न सोधिरहेछ मात्र, पुरै भन्ने फर्मुला फुल फर्मुला सुन्ने हेर्ने। अब यति गरिसकेपछि यो ए भन्ने पोइन्ट के भयो, यो पोइन्ट ए भन्ने पोइन्ट यानी कि 4/3 5/2 इज इक्वल टू यो पोइन्ट भयो हाम्रो x1 y1। नेक्स्ट पोइन्ट बी भन्ने पोइन्ट भयो हामीलाई 2/3 7/2 भन्ने पोइन्ट भयो हाम्रो x2 y2 भयो। अब हामीले यसको मिड पोइन्ट निकाल्ने हाम्रो फर्मुला के छ, मिड पोइन्ट निकाल्ने फर्मुला छ यानी कि पी एक्स वाई को फर्मुला छ x1 प्लस x2/2 y1 प्लस y2/2। अब x1 प्लस x2/2 डिवाइडेड y1 प्लस y2/2 छ भने यहाँ x1 को भ्यालु कति छ त्यो हाल्ने x1 को ठाउँमा, x2 को भ्यालु कति छ त्यो हाल्ने x2 को ठाउँमा, y1 को भ्यालु कति छ त्यो हाल्ने y1 को ठाउँमा, y2 को भ्यालु कति छ त्यो हाल्ने y2 को ठाउँमा। अब x1 को भ्यालु कति छ फर्स्टमा, x1 को भ्यालु 4/3 हो, 4/3 यो प्लस को प्लस, अनि x2 को भ्यालु कति छ 2/3 डिवाइडेड बाइ होल डिवाइडेड बाइ फेरि 2 यो पुरैको x1 यो x1 भयो यो x2 भयो यो पुरैको डिवाइडेड बाइ 2 ब्रैकेट स्टार्ट कमा y1 को भ्यालु कति छ 5/2 छ y1 को भ्यालु प्लस y2 को भ्यालु कति छ 7/2 भयो y2 को भ्यालु डिवाइडेड बाइ 2। अब नेक्स्ट स्टेपमा कसरी गर्ने, अब हामीले यहाँ गर्ने के हेर्ने, यसको डिनोमिनेटर सेम छ भने यो फ्र्याक्सन को 4/3 प्लस 2/3 को डिनोमिनेटर सेम छ भने यो कुन भयो लाइक फ्र्याक्सन भयो न, लाइक फ्र्याक्सन भयो भने लाइक फ्र्याक्सन छ भने डिनोमिनेटर लाइक फ्र्याक्सन छ भने उसको सेम डिनोमिनेटर छ भने के लिने एउटा डिनोमिनेटर लिने, मतलब डिवाइडेड बाइ 3 4 माथि को 4 प्लस 3 डिवाइडेड बाइ 2 छ 4 प्लस 2 डिवाइडेड बाइ होल 2 फेरि कमा सेम यो पनि लाइक फ्र्याक्सन हो त्यसैले 2 डिवाइडेड बाइ 2 माथि को 5 प्लस 7 होल डिवाइडेड बाइ 2। यहाँसम्म बुझ्यो? यो भन्दा अगाडि नेक्स्ट स्टेप के छ,
अब यो होल डिभाइडेड बाइ 2 छ भने यसलाई हामीले क्रस मल्टिप्लाई यसलाई हामीले पल्टाउँदाखेरि के हुन्छ यसको न्युमरेटर डेनोमिनेटर बनिहाल्छ र डेनोमिनेटर न्युमरेटर बनिहाल्छ मतलब माथि माथिलाई पहिला जोड दिने 4 + 2 भनेपछि 6/3 होल डिभाइडेड बाइ 2 कोमा यहाँ पनि 5 + 7 12 हुन्छ ल 12/2 होल डिभाइडेड बाइ 2 भयो यति। अब यहाँ हेर्ने अगाडि 6/3 अब हामीले यसलाई पल्टाउँछौँ पल्टाउँदाखेरि के भयो यसमा त्यसको तलमा केही छैन भने 1 हुन्छ यसको तलमा पनि केही छैन भने यसको डिनोमिनेटरमा केही छैन भने 1 त अब यस्तो छ भने यसलाई हामीले पल्टाउँदाखेरि के भयो यसको न्युमरेटर डिनोमिनेटर भइहाल्छ डिनोमिनेटर न्युमरेटर मतलब 1 न्युमरेटर छ यो के भ्यालु डिनोमिनेटर थियो अब भ्यालु न्युमरेटर र 2 न्युमरेटर थियो अब भइहाल्छ डिनोमिनेटर कोमा त्यसरी नै अर्कोमा 12/2 मल्टिप्लाई यसको पनि सेम न्युमरेटर भइहाल्छ डिनोमिनेटर डिनोमिनेटर भइहाल्छ न्युमरेटर मतलब 1 थियो डिनोमिनेटर अब भ्यालु न्युमरेटर र अर्को 2 थियो डिनोमिनेटर अब भ्यालु न्युमरेटर भयो यति भइसकेपछि अब हामी यसलाई हेर्छौं मतलब कुन कट्ने वाला छ कुन कतिले कट्छ अब हेर त यो 2 लिएर 6 मा कट्छ कतिले 2 3 या 6 भएन अर्को यतापटि पनि यो 2 ले 12 मा कट्छ कति भयो 2 6 जा 12 भएन यहाँ कति बाँकी बस्यो 3/3 बाँकी बस्यो कम्मा उतापटि बाँकी बस्यो हाम्रो 6/2 बाँकी बस्यो भयो। अब यहाँ पनि फेरि कटिहाल्छ 3/3 1 जा 3 कटिहाल्यो अब 2 1 जा 2 2 2 जा 4 र 2 3 जा 6 कति भयो अब हाम्रो फाइनल आन्सर आयो 1,3 मतलब देयरफोर p x, y is equal to 1,3 hence the midpoint of line segment AB is kati p 1,3 done write it देखिए